वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले चाहिँ म रेडी भइसकेको छु। सो मैले चाहिँ टिका पनि लगाइसकेँ। अब चाहिँ हामी जानुपर्ने हुन्छ जन्त। अनि यहाँ चाहिँ सामानहरू रेडी पार्दै हुनुहुन्छ बाजेहरूले चाहिँ। अनि त्यही हो, म चाहिँ रेडी पनि भइसकेँ। आज मैले पनि पिङ्क लगाएको छु। खाता राख्नुको तिमीलाई पितरिङाले राई पहिरिङ मिलेर अटे डाङ्नुमै मलाई डाङ्केर ल छाना अब तीन कन्या तेला पाँच मिटर तेला काटेप जाइयो र काटेप मात्र माटो मारक माले छाना अब सुसन छैन बिरा माले मै के छ के खाना साथले बाटो चाहिँ यस्तै छ। बाटो चाहिँ यस्तो हो, लाइक यस्तो हो, पुरै कच्ची बाटो हो। सो बसमा पनि मान्छेहरू एकदम प्याक हुनुहुन्थ्यो। त्यही भएर चाहिँ हामी भन्दा नि म चाहिँ बाइकमा जानु पर्यो। केही छैन, एडजस्ट भएर जाँदैछु। अब उता गएर भेटौँ। अब बाटोमा त के भिडियो गराउनु र यस्तो छ बाटोको गति। अझै कति टाढा जाने हो, कता जाने हो, अल्लै हो यस्तै बाटो जाने हो। त्यति नगरे त धुलोबाट त कहाँ बस्न सकिन्छ र हो। यहाँ पुरै बाटो धुलै धुलो यस्तरी यहाँ चोर जस्तो भएर जाँदैछु म चाहिँ। बेकारमा साडी लगाइछु हो गाइज, सुट लाउनु पर्दो रहेछ। सो अहिले चाहिँ हामी आधा बाटो पुग्यौँ। मेबी बस चाहिँ आउँदैछ। पानी खानलाई रोकेको हामीले चाहिँ। अब पानी खानुपर्ने हुन्छ। घरतिर चाहिँ होइन पानी पनि पाइन्छ चट्ट लाएर। अहिले सहर भएको भए किनेर खानु पर्थ्यो। मेरो टिका खसालिदिन्छु है, अहिले फेरि लाग्छ तपाईँ। सबै टिका खसेछ है त्यहाँको, त्यही भएर हामी चाहिँ पिच बाटोमा आएको छ। अनि कस्तो दामी पिच बाटो। मलाई चाहिँ बाइक कुदाउन मन लागेको छ, बट्टी गर्ने साडी लगाएको छु। त्यही भएर मनोजले दिनुभएको छैन। सो स्याड फर मी। सो गाइज के सोचेर आएको हुन्छु, के हुन्छ के हुन्छ। अनि सबै जानु भइसक्यो माथि। म चाहिँ एक्लै यहाँ छु, किनभने फेरि मनोज चाहिँ तल लिन जानुभएको थियो दिदीलाई। अनि सो उहाँहरूको फ्यामिलीलाई चाहिँ माथि पुऱ्याएर आउनु भनेको। अनि दिदीले चाहिँ यहाँ छाता छोडेर जानुभएछ। सो अब यो छाता चाहिँ मैले लगिदिनु पर्ने हुन्छ। सो छाता भएपछि चाहिँ अब यसो
हिँड्दै हिँड्दै जानुपर्छ क्या हो भन्ने सोच आएर चाहिँ म अब हिँड्दै हिँड्दै जान्छु। सो त्यही हो, अलि राम्रोसँग भिडियो गराउँछु भनेको अक्वर्ड भयो कि लास्टै। सो गराउन नि झ्याउ लाग्यो एक त, के भन्ने त्यस्तै हो। सो म अब हिँड्दै हिँड्दै छाता ओढ्दै जान्छु, अलिक माथिसम्म पुग्छु। सो त्यहाँबाट चाहिँ बाइकमा जान्छु। मनोज आउनुहुन्छ लिनलाई। म चाहिँ जाँदैछु, मनोज पनि आइसक्नु भयो, पछाडि हुनुहुन्छ। टु बी अनेस्ट भन्नुपर्दा जानै झ्याउ लागिसक्यो मलाई त। झ्याउ भन्दा पनि 3 झ्याउ लागिसक्यो, तर के गर्ने, जानु पऱ्यो, आएपछि जानै पऱ्यो। सो जाँदैछु म चाहिँ जस्तो यहाँ चाहिँ आफ्नो कल्चर अनुसार, संस्कृति अनुसार चाहिँ टिका छ्यापेर चाहिँ वेलकम गर्ने चलन रहेको छ। सो उहाँहरूले चाहिँ हामीलाई टिका छ्यापेर वेलकम गर्दै हुनुहुन्छ। दिदी म त कति गोरो देखिन्छु कि खसिसक्यो त्यहाँ भुइँमा। कता राखेछ पैसा नि थ्याङ्क यू थ्याङ्क यू। काले लेकिन मैले आगे कस्तो भयो युबी भान्जी, कस्तो भयो? मिठो भयो? यहाँ चाहिँ मेरो हो। भर्खरै हामी चाहिँ खानासाना खायौँ अनि यतातिर तलतिर डुल्न आएको भान्जीहरूसँग। यता हेर भान्जीहरू, कता गयो तिमीहरू? ए जाँदैछौँ बिहा घरमा। हेर यता गाइडहरू, मेरो पार्टनरहरू है यिनीहरू यता।
खोरखोरतिर हिँड्दैछु अनि यहाँ सानो क्युटी पाईहरू भेट्दैछु हाँस्देऊ हेलो भन हेलो भन्नु न तिमी पनि भन ल जाउँ के गरेछौ टुटुलाई टुटुलाई हा गरेको हो चिलिया सो गाइज अहिले चाहिँ म यहाँ पछाडिपट्टि आएर बसेको छु अनि मेरो चार्ज चाहिँ पुरै निल भइसकेको छ क्या लो भइसकेको छ अनि चार्ज गर्न आएको बट मेरो चार्जर चाहिँ प्लगमा फिटै भएन कि यो टाइपको चार्जर सो स्याड फर मी अनि यहाँ दुइटा बच्चा बच्ची छन् अनि यिनीहरूसँग खेल्दै गफ हान्दै बसेछु जस्तै क्युटी पाइछन् कि जस्तो मजाले बोल्छन् कि अनि यहाँ बसिरहेको छु चार्ज छैन मोबाइलमा त्यही पनि थोरै छोटो मिठो भिडियो गराऊँ भनेर 90% मात्र जति भ्याउँछ त्यति गराउने कोसिस गर्छु सो होप यु गाइज इन्जोय सो गाइज भर्खरै बिहा सम्पन्न भयो खाना खाँदै हुनुहुन्छ अनि हामी चाहिँ यहाँ रेस्ट गर्दैछौँ हावाले यस्तो आँखामा हान्यो कि आँखा पनि कति ड्राई भइसक्यो कि सो त्यो चस्मा लगाइदिएको मैले चाहिँ अनि यस्तो धुमधाम हुने रहेछ बिहामा के रे निकै यस्तो यहाँ पनि छ के छ यहाँ ए ल रहेछ मेरो झोलाभित्र कति हो त्यत्रो होइन त्यत्रो चाख्ने मात्र भन्नु बेसरी धेरै हुन्छ यो त धेरै हुन्छ धेरै हुन्छ ओहो यत्रो धेरै त यो त धेरै खानै सकिन्न धेरै 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 Mina ya mana? Mina kakak, ini hilang, masih hilang celoknya. Jangan terus. मकै चाहिँ खाइदिनु घर यार इलालाई हेर्दै है भनेको
कसमा पैसा लिएर आउँछु मैला देखाइन्छ अब चाहिँ हामी दुलैलाई लिएर चाहिँ जनतादेखि ब्याक टु होम हुँदैछौँ अनि दिदीहरूले चाहिँ गाडीमा चाहिँ आफ्नो चाइल्डहुड मेमोरिज चाहिँ कुरा गर्दै हिँड्दै हुनुहुन्छ मनी मनी खै अर्को यता फर्किनु त वा मनी कुरा गर्दै आएको छु गन्तीबाट आएर पनि अब यहाँ चाहिँ खाना खाँदैछौँ हामी उहाँको गाडीमा घ्याचक र घुच्चुक हुँदा हुँदा पचिसक्यो क्या यस्तो त्यही भएर यहाँ आएर पनि भोक लाग्यो अनि फेरि खाँदैछौँ अनि भिडियो चाहिँ बाटोमा गराएन किनभने त्यो घ्याचक र घुच्चुक बाटोमा अलिकति नराम्रो क्वालिटीको आयो क्या सो त्यही भएर अहिले चाहिँ हामी खाना खाँदैछौँ यता चाहिँ भान्जीहरू हुनुहुन्छ मस्त मोबाइल चलाएर अब खाएर भेट्छौँ ल ल